अहिले त अलिअलि गर्मी भए जस्तो लाग्यो। उता मेरो छोराले चाहिँ ब्याग बोक्नलाई भारी बोक्नलाई एकदम मन पराउँछ। अघि पनि मलाई साइकलमा लगेर गुड्डुङडुङ कुदाएर लिएर आयो। यता मेरो छोरी हो, ऊ चाहिँ एकदम भ्लगमा एकदम भन्दा पनि एकदम यसले मन पराउँछ नि त। बोल्नु, हिँड्नु, डुल्नु, हाँस्नु, खेल्नु यसलाई जतिको मन कसैलाई पनि पर्दैन होइन। यता चाहिँ फेरि अनुहार देखाउनु भनेपछि एकदम नि अब भरिसके अब क्यामेरामा अनुहारै नदेखाए पनि हुन्थ्यो होइन, त्यस्तो खालको हो। ल अब हाम्रो म्याडमको पालो अरे है। यता मम्मी यता जङ्गली म्याडम हुनुहुन्छ। त्यसो भन्नु हुँदैन त, सबैले हेर्नु हुन्छ। यहाँनिर चाहिँ यस्तो दामी पानी छ, निचामा पानी पानी यस्तो दामी पानी छ। स्विमिङ पुल अरे यहाँ, तर हेर्नु अर्ग्यानिक स्विमिङ यता डुबाउनु हुन्थ्यो होइन नि? ल मलाई डुबाउनु त सजिलो छ होला नि हौ गाइजहरू होइन। निर्जलालाई स्विमिङमा पुरै डुबाएर चाहिँ गर्नु पर्थ्यो होइन, तर यो पानी छुनु भनेपछि प्याट्टै नि। अनि हो त पानी छुनु भनेपछि प्याट्टै हो। अब मेरो दिदीहरू के गर्दै रहेछन्, हामीहरू गएको त्यहाँनिर, हामीहरू जाँदैछौँ गाइजहरू। त्यही त गाइजहरू होइन, खै यहाँ पुगेर गर्छु मै त। कस्तो क्यामेरा? ओ हाम्रो म्याडमले चाहिँ भन्नुहुँदैछ क्यामेरा किन्नु भनेर। खोइ त नि, हेलो गाइजहरू भनेको। ऊ चाहिँ हाम्रो म्याडम हो, मेरो बहिनी, सबसे भन्दा कान्छी, आमाको प्यारी छोरी। अनि यो चाहिँ मेरो छोरी हो, यो पनि मेरो छोरी हो, यता मेरो छोरा हो, म छोराको मामु, छोरीको मामु। अनि तर ठिकै छ, केही छैन। यिनीहरूले मास्क फुकाला भनेर कम्प्लेन गर्दैछन्, तर मेरो थोपडा राम्रो छैन नि त, त्यही भएर चाहिँ मैले मास्क लगाएर ब्लग स्टार्ट गर्दैछु। म पनि नयाँ मान्छे हो, मलाई आउँदैन। यो चाहिँ अलिक पर्फेक्ट भएको छ नि त ब्लगमा। यहाँनिर एउटा कुकुरले पनि साथ दिँदैछ है, बाटोमा देखाउँछ बक्नु है गाइजहरू। पाउडरहरू लाग्यो नभन न हौ छोरी, कस्तो मास्क लगाएको, मास्क नै चुट्यो कि मेरो पनि त फुकाल्ने भएको पुट्याङ्ग छुट्यो। यो कामै नलाग्दो रहेछ नि त। अनि होइन भइरहेछ, स्टार्ट भइरहेछ उताबाट ट्र्याक्टर। ट्र्याक्टरले धुलो उडाएर झन्डै पुऱ्याउने मलाई त। अरू भन्दा नि एउटा चाहिँ धुलो, लास्टै धुलो उडाएर गयो। ओ भैँसीहरू उपर चलिरहेछन्। आमामा धुलोले त गर्नु गरी गएन। बलराम धनमाया अगाडि हिँड्दो रहेछ, पानी पराउने काम गर्दै गर्नु नि हो। ल छिटाउँ भनेर भन्दैछ।